सबैलाई नमस्कार। आजको यस भिडियोमा हामी लोकसेवाले विगतमा सोधेका प्रश्नहरूको बारेमा छलफल गर्नेछौँ। भिडियो ढिला नगरिकन स्टार्ट गरौँ ल। त्यस्तै आजको हाम्रो पहिलो प्रश्न रहेको छ, एसिया महादेशको उत्तरमा देहायमध्ये कुन महासागरहरू पर्दछ? अप्सन रहेको छ कुमेरु, प्रशान्त, हिन्द या सुमेरु। एसियाको उत्तरमा कुन महासागर पर्दछ? साथीहरू, यसको सही जवाब रहेको छ सुमेरु। अब यसलाई समझ्ने सूत्र के छ त? पुस, PUSH। पूर्वमा पूर्वमा के भयो त? प्रशान्त भयो। यु भनेको पश्चिममा के भयो त? युरोप भयो। त्यसपछि उत्तरमा के भयो त? यसले सुमेरु भयो। अनि दक्षिणमा के भयो त? हिन्द भयो। के रे समझ्ने त? पुस। पूर्वमा के रे? प्रशान्त भयो। यु भनेको युरोप। पश्चिममा के भयो त? युरोप भयो। उत्तरमा के भयो त? सुमेरु। यसले सुमेरु अनि यसले के भयो त? हिन्द भयो। त्यस्तै दोस्रो प्रश्न रहेको छ, विचित्रताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ? विचित्रताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ? अप्सन रहेको छ अस्ट्रेलिया, एसिया, युरोप या अफ्रिका। विचित्रताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ? साथीहरू, यसको सही जवाब रहेको छ अप्सन ए, अस्ट्रेलिया। अब अस्ट्रेलियाको बारेमा केही थप, यसलाई के रे? पताल र कुवाको महादेश पनि भनिन्छ। के त? पताल र कुवाको महादेश। त्यस्तै अर्को रहेको छ के त? कंगारो पाइने महादेश वा कंगारो बढी भएको महादेश भनेर चिनिन्छ। अनि यो भनेको होइन, सबभन्दा सानो महादेश पनि हो। 7वटा महादेशमध्ये सबभन्दा सानो महादेश के हो त? एसिया महादेश हो। त्यस्तै अर्को रहेको छ, क्षेत्रफलको आधारमा महादेशको उपयुक्त क्रम लेख्नुहोस्। यहाँ दिएको छ 1 नम्बरमा रहेको छ दक्षिण अमेरिका, 2मा रहेको छ उत्तर अमेरिका, 3मा रहेको छ अफ्रिका र 4थोमा रहेको छ एसिया। क्षेत्रफलको आधारमा यसको क्रम मिलाउनुहोस् त। साथीहरू, यसको सही जवाब रहेको छ अप्सन बी, सबभन्दा ठुलो के रहेको छ? एसिया रहेको छ। त्यसपछि के रहेको छ त? अफ्रिका। त्यसपछि उत्तर अमेरिका। त्यसपछि के रे? दक्षिण अमेरिका रहेको छ। मिन्स अप्सन बी के भयो त? सही भयो। त्यस्तै अर्को प्रश्न रहेको छ, चौथो प्रश्न आजको, जनसङ्ख्याको आधारमा सबभन्दा कम जनसङ्ख्या भएको महादेश कुन हो? के को आधारमा त? जनसङ्ख्याको आधारमा सबभन्दा कम जनसङ्ख्या भएको महादेश कुन हो? अप्सन रहेको छ युरोप, अफ्रिका, दक्षिण अमेरिका र अस्ट्रेलिया। सबभन्दा कम जनसङ्ख्या कसको रहेको छ? कुन महादेशमा रहेको छ? साथीहरू, यसको सही जवाब रहेको छ अप्सन डीमा। अब यसलाई समझ्ने सूत्र हैन, ए आयो के रे? सरी यो गरौँ भयो। ए आयो रे नसा कहाँ त? अस्ट्रेलियामा। कसरी बुझ्ने त? ए आयो रे नसा अस्ट्रेलियामा। एबाट एसिया, एसिया भनेको कति त? 59.5। एबाट अस्ट्रेलिया, आबाट अफ्रिका, अफ्रिकामा कति रहेको छ त? 17.2। त्यसपछि योबाट युरोप, युरोपमा कति रहेको छ त? युरोपमा कति रहेको छ? 9.6। त्यसपछि के भयो त? यनबाट के भयो त? यनबाट के रे? नर्थ अमेरिका मिन्स उत्तर अमेरिका, त्योमा रहेको छ 7.6। त्यसपछि साउथमा कति भयो त? 5.5। अनि सबभन्दा कम रहेको छ अस्ट्रेलियामा कति त? 0.5% रहेको छ। त्यस्तै अर्को प्रश्न रहेको छ, सबभन्दा लामो पर्वत श्रृङ्खला अवस्थित कुन महादेशमा छ? सबभन्दा लामो पर्वत श्रृङ्खला अप्सन रहेको छ उत्तर अमेरिका, एसिया, दक्षिण अमेरिका या युरोप। सबभन्दा लामो पर्वतमाला त कुन हो त? साथीहरू, हाम्रो के रहेको छ? एन्डिज। एन्डिज पर्वतमाला जुन चाहिँ कहाँ पर्छ त? दक्षिण अमेरिकामा पर्छ। अनि यसको लम्बाइ कति रहेको छ त? 7200 किलोमिटर रहेको छ। कति त? 7200 किलोमिटर रहेको छ। अनि यो कतिवटा देशमा फैलिएको छ त? 7वटा देशमा फैलिएको छ। चिलीदेखि कहाँ त? कोलम्बियासम्म फैलिएको छ। त्यस्तै 6औं प्रश्न रहेको छ, दक्षिण अफ्रिका महादेशको
प्रसिद्ध घाँसे मैदानलाई के नाम मध्ये चिनिन्छ? दक्षिण अफ्रिकाको घाँसे मैदानलाई के नाम भनेर चिनिन्छ? अप्सन रहेको छ प्रेरिज, भेल्ड, स्टेप्स या डाउन। साथीहरू यसको सही जवाब रहेको छ भेल्ड। के रहेको छ त अफ्रिका महादेशको घाँसे मैदानलाई के भन्छ त भेल्ड। एसियाको के भन्छ त स्टेप्स। अफ्रिकाको के भयो त भेल्ड। उत्तर अमेरिका के भयो त प्रेरिज। दक्षिण अमेरिकाको के भयो त पाम्पास। त्यसपछि अन्टार्कटिकाको छैन। युरोपमा फेरि के रहेको छ त स्टेप्स। अनि अस्ट्रेलियाको के रहेको छ त अस्ट्रेलियाको के भयो त डाउन्स। त्यस्तै सातौं प्रश्न रहेको छ विश्वको सबैभन्दा छोटो अन्तर्राष्ट्रिय सिमाना कुन दुई देश बीच मुलुक रहेको छ? अप्सन रहेको छ क्यानाडा र अमेरिका, भारत र पाकिस्तान, जिम्बाब्वे र जाम्बिया अनि चौथो रहेको छ ताजिकिस्तान र अफगानिस्तान। सबभन्दा छोटो अन्तर्राष्ट्रिय सिमाना कुन दुई मुलुक बीच रहेको छ? यसको सही अप्सन रहेको छ अप्सन डी के अरे ताजिकिस्तान र अफगानिस्तान। त्यस्तै अर्को प्रश्न रहेको छ अफ्रिका महादेशको सबभन्दा धेरै जनसङ्ख्या भएको मुलुक कुन हो? कुन महादेशको त अफ्रिका महादेशको सबभन्दा धेरै जनसङ्ख्या भएको मुलुक कुन हो? अप्सन रहेको छ नाइजेरिया, अल्जेरिया, इजिप्ट या कङ्गो। सबभन्दा धेरै जनसङ्ख्या अफ्रिका महादेशमा कसको रहेको छ त कुन मुलुकको रहेको छ त नाइजेरियाको। अनि साथै अफ्रिका महादेशको सबभन्दा ठुलो देश भनेकोलाई चिन्छ त अल्जेरियालाई। सबभन्दा ठुलो के भयो त अल्जेरिया। अनि सबभन्दा सानो के अरे सेसलस। के भन्छ त सेसलस। अनि जनसङ्ख्यामा पनि सानो के छ त सेसलस। क्षेत्रफलमा पनि सेसलस अनि जनसङ्ख्यामा पनि सेसलस। तर जनसङ्ख्या सबभन्दा बढी कसको रहेको छ त नाइजेरियाको रहेछ। त्यस्तै नौं प्रश्न रहेको छ कोभिड-19 महामारीले सबभन्दा धेरै प्रभाव पारेको महादेश कुन हो? मृत्यु र संक्रमित दरको आधारमा कोभिड-19 ले हैन सबभन्दा बढी संक्रमित पार्ने महादेश कुन हो? अप्सन रहेको छ दक्षिण अमेरिका, एसिया, उत्तर अमेरिका या युरोप। साथीहरू यसको सही जवाब रहेको छ के अरे उत्तर अमेरिका। सबभन्दा बढी संक्रमित र मृत्यु भएको महादेश यही नै हो एसिया महादेश उत्तर अमेरिका। त्यस्तै अर्को रहेको छ 10औं प्रश्न रहेको छ तीनवटा महादेशको बीचमा पर्ने सागर कुन हो? तीनवटा महादेशको बीचमा पर्ने सागर कुन हो? अप्सन रहेको छ भूमध्य सागर, लाल सागर, पानामा या कुनै पनि होइन। साथीहरू यसको सही जवाब रहेको छ भूमध्य सागर। त्यस्तै 11औं प्रश्न रहेको छ एसिया महादेशको सबभन्दा सानो मुलुक कुन हो? एसिया महादेशको सबभन्दा के अरे सानो मुलुक कुन हो? अप्सन रहेको छ लाओस, मालदिभ्स, भुटान या श्रीलङ्का। सबभन्दा सानो के अरे एसिया महादेशको सबभन्दा सानो मुलुक के रहेको छ त मालदिभ्स। त्यस्तै सबभन्दा ठुलो सोधियो भने के हुन्छ त चीन। त्यस्तै 12औं प्रश्न रहेको छ विश्वको सबभन्दा लामो नदी नाइल कुन महादेशमा अवस्थित छ? विश्वको सबभन्दा लामो नदी नाइल कुन देशमा अवस्थित छ? अप्सन रहेको छ एसिया महादेशमा, उत्तर अमेरिका महादेशमा, युरोप महादेशमा या अफ्रिका महादेशमा। नाइल कुन देशमा के अरे कुन महादेशमा अवस्थित छ त? यसको सही जवाब हो के अरे अफ्रिका महादेशमा छ। अनि यसको लम्बाइ कति रहेको छ त 6690 किलोमिटर रहेको छ। त्यस्तै 13औं प्रश्न रहेको छ आजको नेपाल हैन WTO को कति सदस्य मुलुक हो? नेपाल WTO मिन्स वर्ल्ड ट्रेड अर्गनाइजेसन विश्व व्यापार के अरे संगठनको हैन कति सदस्य मुलुक हो? अप्सन रहेको छ 141औं, 143औं, 145औं या 147औं। साथीहरू यसको सही जवाब रहेको छ 147औं हो। साथीहरू भिडियो मन पर्यो होला भने च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। थ्यांक यू।